I always say to myself, I'm not gonna die today. Maybe tomorrow, but not today. अन्ततः जे डर थियो त्यही भएको छ। हिमालको विशाल काखमा जहाँबाट निम्सदाईले संसारभरिका मानिसहरूलाई असम्भवलाई सम्भव बनाउन जित्ने साहस सिकाउनु भयो। आज त्यही उहाँले आफ्नो अन्तिम विश्राम लिनुभएको छ। गिभिङ अप इज नट इन द ब्लड सर भन्दै विश्व सामु प्रत्येक नेपालीको शिर गर्वले उच्च बनाउने साहसिक इतिहासको एउटा नयाँ मानक स्थापना गर्नुहुने र हाम्रो पहिचान जुन आइडेन्टिटी छ नेपालीको यसलाई पुनः एकपटक रिडिफाइन गरिदिनु हुने एक महान योद्धा निर्मल पूर्जा यानी निम्सदाई अब हामी माझ भौतिक रूपमा रहनुहुने छैन। 2-3 दिनदेखि लगातार सोसल मिडियामा अपडेट रिफ्रेस लिइरहेका थियौँ। के आयो होला अब न्युज होइन, यो डर त थियो। र जुन खबर पुरा सिङ्गो पर्वतारोहणको संसारलाई नै डेभास्टेटिङ स्तब्ध बनाइदियो। संसारभरका उहाँका शुभचिन्तक उहाँको फ्यानहरू पुरा नेपाल नै आज भावविभल छ, किनकि आफ्नो वान अफ द ग्रेटेस्ट अफ अल टाइम एउटा क्लाइम्बरलाई गुमाएको छ, जसले इन्टरनेसनल लेभलमा नेपाललाई रिडिफाइन गर्नुभयो, हाम्रो आइडेन्टिटीलाई झल्काइदिनु भयो। हामी के को लागि चिनिन्छौँ, संसार के को लागि नेपाललाई चिन्छ, त्यो कुरालाई आधुनिक संसारमा चिनाइदिनु भयो। एउटा माउन्टेन क्लाइम्बरको रूपमा मात्र होइन, एउटा अदम्य इच्छा शक्ति, दृढ सङ्कल्प र कहिले हार नमान्ने एटिट्युड, त्यो स्वाभिमान, त्यसको प्रतीक हुनुहुन्थ्यो निम्सदाई। 7-8 वर्ष लाग्ने विश्वका 14वटा हिमाललाई होइन 6 महिना 6 दिनमै पुरा गरेर संसारलाई देखाइदिनु भयो कि इच्छा शक्ति छ भने के हुँदैन। शेर्पा र नेपाली आरोहीहरूलाई सधैँ पर्दा पछाडि राख्ने, सीमित राख्ने अन्तर्राष्ट्रिय दृष्टिकोणलाई तोडेर उहाँले विश्वलाई देखाइदिनु भएको थियो कि हामी लिडरसिप गर्न जान्दछौँ। हामीसँग जे छ हाम्रो हिमाल, यसमा हाम्रो पहिचान हो, हामी हिमालको देशका, हामी हिमालका सन्तान हौँ र हिमाल चढ्न हामीले जान्छौँ, त्यो देखाइदिनु भएको थियो दाइले। जब 14 पिक्स आएको थियो नेटफ्लिक्समा, मलाई थाहा छ मैले 4-5 चोटि हेरेँ मैले रातभरि। K2 थियो विन्टरमा नेपाली टिमको साथमा एकसाथ काँधमा काँध मिलाएर राष्ट्रिय गान गाउँदै चुचुरोमा पाइला टेकेको थियो। हिस्टोरिक मोमेन्ट अझै पनि दिमागमा छ। मैले फेरि हिजो राति पनि हेरेँ नेटफ्लिक्समा। प्रत्येक नेपालीको मानसपटलमा सधैँ नै अमर रहनेछ यो इमोर्टालिटी। तर फाइनल्ली आज हिमालले आफ्नो सबैभन्दा प्रिय सुपुत्र छोरालाई आफ्नै काखमा सदाको लागि अँगालेको छ र जीवनको अन्तिम क्षणमा पनि दाइले हिमालसँगै आफ्नो यात्रा, आफ्नो अदम्य साहस सम्बन्ध जारी नै राख्नुभयो। ब्रिटिस स्पेसल फोर्सको जागिर छाडेर आउनु भएको थियो यो फिल्डमा। पर्यटकीय हिसाबले पनि नेपाललाई रिडिफाइन गर्नुभयो। किन कहाँ चिनिएन नेपाल, संसारभरि लोकप्रिय भयो त्यसपछि उहाँको 14 पिक्स आइसकेपछि। र ओभरअल संसारभरिका जति क्लाइम्बरहरू हुन्छन्, माउन्टेनियरहरू आएर ढुक्क भएर नेपालमा एक्सपेडिसन गर्न सक्ने त्यो एउटा माहौल भयो। शेर्पाहरूको ब्रान्डिङ, त्यो एउटा लेजेन्डरी, एउटा आइकनिक, एउटा छाप नै छाडेर जानुभएको छ सिङ्गो जेनेरेसनको लागि। हार्दिक श्रद्धाञ्जली निम्सदाई र ब्राड पिटको यो दुःखद दुर्घटनामा ज्यान गुमाउनु हुने सम्पूर्ण दिवंगत आत्माहरूप्रति, किनकि धेरैजना हुनुहुन्छ। उहाँको सिङ्गो टिम रहेको छ। उहाँहरूको भौतिक उपस्थिति समाप्त भइसकेको छ धरतीबाट, तर निम्सदाईले उहाँहरूले छाडेर जानुभएका जुन साहसहरू छन्, विरासतहरू छन्, हिमालको देशले उहाँहरूका प्रेरणादायी शब्दहरू, यात्राहरू र नेपाललाई दिएको उचाइ इतिहासका पानाहरूमा र हामी सबैको मनमा युगौँसम्म अमर रहनेछ। अलविदा हिमालका नायक, हिमालका सुपुत्रहरू निम्सदाई अनि उहाँको टिम। रेस्ट इन पिस।